एउटा यस्तो घटना भयो जसले गर्दा मेरो जीवनमा सोच्दै नसोचेको मोड आयो। त्यो घटना थियो त्यति बेलाका चितवनका प्रमुख जिल्ला अधिकारी अर्थात् सिडिओसँग झगडा गर्नु। सिडिओको नाम रामकृष्ण पन्त जस्तो लाग्छ, तर उनको नाम त्यही हो भनेर भन्न सक्दिनँ। 2043 सालको एसएलसीको अन्तिम परीक्षा चलिरहेको थियो। कक्षा कोठामा विद्यार्थीहरू जाँच दिइरहेका थिए, शिक्षकहरू निरीक्षकका रूपमा बसिरहेका थिए। त्यो दिन मेरो काम कक्षा कोठामा थप पुस्तिका पुर्याउने र शिक्षकहरूलाई पालो दिने थियो। त्यति नै बेला चितवनका सिडिओ गाडीमा आएर परीक्षा चलिरहेको कक्षा कोठामा सिधै गई त्यहाँ निरीक्षकको रूपमा काम गरिरहेका शिक्षकहरूलाई राम्रोसँग हेर, चिट चोर्न नदिनु, चिट चोरेको देखेँ भने तँलाई कारबाही गर्छु भन्दै हप्काउन थाले। शिक्षकहरू कसैले पनि केही बोलेनन्। म सिडिओको पछि पछि गएँ। सिडिओ तल चौरमा झर्ने बित्तिकै रिसको झोकमा भने, विद्यार्थीहरूको अगाडि किन यसरी हाम्रा शिक्षकहरूलाई हप्काउनु भयो? शिक्षकहरूको के गल्ती थियो र? गल्ती नै गरेको भए पनि कारबाही गर्नुहोस् न। मैले यति भन्ने बित्तिकै ती सिडिओ जुरुक्क उफ्रेर भने, तँ को होस् मलाई सिकाउने? अनि पुलिसहरूतिर हेर्दै यसलाई समात भने। तर पुलिसहरूले मलाई समात्न चाहिँ समातेनन्। त्यति बेला अरू शिक्षकहरूले मलाई तानेर एकातिर लगे र सिडिओ अर्कोतिर लागे। त्यो पञ्चायती व्यवस्थाको जमाना थियो। सिडिओहरू निकै नै शक्तिशाली हुन्थे। ती सिडिओ त्यति बेला खुङखार सिडिओका रूपमा चिनिन्थे चितवनमा। उनी ज्यादै कडा स्वभावका र कट्टर राजावादी थिए। चितवनमा कसैले पनि उनको अगाडि गएर बोल्ने हिम्मत गर्दैनथ्यो। कसैले राजाको विरोध गर्यो भने वा उनीसँग वाद विवाद गर्यो भने पुलिस चौकीमा लगेर थुनिहाल्थे। तिनै सिडिओसँग यसरी मुख लाग्ने बित्तिकै मेरो जीवनमा सबैभन्दा ठुलो मोड आएको थियो। त्यो भनाभन भएको दिन त सिडिओले मलाई समातेर लगेनन्। तर केही महिनापछि एक दिन स्कुल छुट्टी भएर म एक्लै बाटोमा हिँडिरहेको थिएँ। मेरो पछाडि एउटा गाडी आएर रोक्यो। फर्केर हेर्दा त तिनै सिडिओ रहेछन्। मैले नमस्ते पनि भनिनँ। उनले मलाई बोलाएर तँ कहाँ जान लागिस् भनेर सोधे। मैले कहीँ जान लागेको होइन भने। लौ गाडीमा बस भने। उनले मलाई लिएर भरतपुरको पुलिस चौकीमा लगेर झारे अनि पुलिसहरूलाई यसलाई यहीँ राख्नु भनेर बाहिर निस्किए। यसरी मलाई पुलिस चौकीमा राखियो। तर केही पनि सोधपुछ गरिएन। मलाई किन थुनेको हो भनेर सबै पुलिसहरूलाई सोद्धा पनि कसैलाई थाहा थिएन। सिडिओ साहेबले भनेर थुनेको हो मात्र भने। पुलिस चौकीको एउटा सानो कोठामा 12 जना जतिलाई कोचेर राखिएको रहेछ। त्यहाँबाट दिनदिनै केही निस्कन्थे र केही थपिन्थे। यसरी पुलिस थानामा बस्दा उडुसले खाएको अहिलेसम्म पनि बिर्सेको छैन। धेरै बन्दीहरू लाइन नै लागेर भुइँमा सुतिन्थ्यो। गर्मी महिना भएकाले जाडो हुँदैनथ्यो। त्यो भुइँमा धेरै उडुसहरू थिए। कोठाको भित्ताभरि नै रगत खाएर ढाडिएका उडुस मार्दा भित्ता नै रगतले रगताम्य भएको थियो। यसरी जबरजस्ती सुत्यो। 3-4 दिनपछि त उडुसले टोकेको थाहा पनि हुन छाड्यो। भरतपुरका साथीहरूले ल्याइदिएको खानेकुरा खान्थे। बिहान र बेलुका दिसा पिसाब गर्न पाइखानासम्म पुलिसले नै लैजान्थे। पुलिस थानामा बसेको 7 दिनमा एकजना पुलिस आएर मलाई जानु रे भनेर छोडिदिए। अनि म त्यहाँबाट सोझै भरतपुरको सिडिओ अफिसमा गएँ। सिडिओको कोठाभित्र पसेर मलाई किन थुन्नु भएको हो भनेर सोधेँ। सिडिओले मलाई हप्काउँदै चुप लागेर स्कुल जा अनि पढाउन सुरु गर, राम्रोसँग पढाउनु भने। मैले पनि सिडिओ भएर बिना कारण थुन्न पाइन्छ? तपाईँको जागिर म खान्न भनेर निस्किएँ। त्यसपछि खैरेनी हाई स्कुल गएर सबै साथीहरूलाई राजीनामा दिने जानकारी दिएँ। सबैले मलाई स्कुल नछड्नु भनेर फकाए, सम्झाए, तर मैले मानिनँ। त्यति बेला हेडमास्टर चेतनाथ बराल सरले मलाई केही दिन घुमेर आउनु भन्ने सल्लाह दिनुभयो। मेरो राजीनामा स्वीकृत गरिदिनु भएन। तर मेरो रिस भने मरेको थिएन। 2 दिनपछि साथीहरूसँग अब म शिक्षकको जागिर खान्न र फर्केर आउँदिनँ भनेर काठमाडौँतिर हिँडेँ।